कमा हामीले हिजो के को पढ्यौं? उपसर्ग द्वारा उपसर्गद्वारा शब्द निर्माण भन्ने हिजो हामीले पढिसक्यौं। निर्माण है, उपसर्गद्वारा शब्द निर्माण हिजो हामीले पढिसक्यौं भने आजको हाम्रो चाहिँ के छ त भन्दा प्रत्ययद्वारा शब्द निर्माण। अब उपसर्ग त तिमीले हिजो जानिसक्यो, सबै ख्याल गरिसक्यो होइन? एकचोटि भन त एकचोटि सबैजनाले त्यसका दुईटा हामीले शब्द निर्माण गर्ने प्रक्रिया हिजो सिकेका छौँ। अब आज छ प्रत्ययद्वारा शब्द निर्माण। स्वतन्त्र अर्थ नभएका तर मूल शब्द भन्दा पछाडि जोडिएर नयाँ शब्द निर्माण गर्न आउने भाषिक एकाइलाई प्रत्यय भनिन्छ। हिजो चाहिँ के थियो? मूल शब्द भन्दा अगाडि कुरो थियो। हिजो अगाडिको कुरा आएको थियो भने आज चाहिँ पछाडिको कुरा आयो है। यो कुरालाई एकदम ख्याल गर्ने है। पछाडि जोडिएर नयाँ शब्द निर्माण गर्न आउने भाषिक एकाइलाई प्रत्यय भनिन्छ। यो चाहिँ विशेष गरी है कृत र तद्धित गरी दुई प्रकारका हुँदो रहेछन्। के रहेछ अरे? कृत प्रत्यय र तद्धित प्रत्यय गरी दुई प्रकारका हुन्छन्। एक नम्बरमा कृत प्रत्यय र त धातुमा कृत प्रत्ययको संयोजन भई नाम विशेषण र क्रिया विशेषण शब्द बन्ने शब्दलाई कृदन्त शब्द भनिन्छ। कृदन्त भनेको के हो भनेर तिमीले सोचेका थियौ हिजो? धातुमा कृत प्रत्ययको संयोजन भई, संयोजनको जोडिएर भनेको नाम, यहाँ र नाम विशेषण र क्रिया विशेषण हामीले पढिसकेका छौँ। नाम भनेको के हो? सर्वनाम। विशेषण भनेको के हो? क्रिया विशेषण भनेको के हो? पढिसकेका छौँ है। शब्द बन्ने शब्दलाई अथवा प्रक्रियालाई कृदन्त शब्द भनिन्छ, जसमा अब हेर है नु, ने, अत, ओ, आउ, अन्त, आवट, आई, उआ आदि प्रत्ययहरू जोडिएर नाम शब्द बन्दछ भने आहा, उआ, इलो, तो, दो, डडड प्रत्ययहरू जोडिएर विशेषण शब्द बन्दछ र न, इ, ए र डडड आदि प्रत्ययहरू जोडिएर बन्ने चाहिँ के हुन्छ? क्रिया विशेषण शब्द भनिन्छ। अब ख्याल गर्ने है तिमीले। यति चाहिँ यहाँबाट नु, ने, अत, ओ, आउ, अन्त, आवट, आई, उआ आदि प्रत्ययहरू जोडिएर चाहिँ के भन्छ अरे? नाम भन्छ। हेर एकदम ख्याल गर्ने हो। त्यसपछि आहा, उआ, इलो, तो, दो प्रत्ययहरू जोडिएर विशेषण शब्द बन्दछ र न, इ, ए र आदि प्रत्ययहरू जोडिएर चाहिँ क्रिया विशेषण हुन्छ भन्ने कुरा हामीले पढिसकेका छौँ। अब तत्सम कृत प्रत्यय भनेको के हो त? यो पनि दुई प्रकारका हुँदो रहेछन्। संस्कृतबाट नेपालीमा आउँदा जस्ताको त्यस्तै प्रयोग हुने शब्दलाई तत्सम शब्द भनिन्छ। जस्तै त्यही हेर त धातु, प्रत्यय अनि कृदन्त शब्द। अब लेख प्लस अक लेखक। हेर है त्यहाँ तिमीले लेख भन्ने शब्द दिन सक्छ। प्रत्यय छुट्याउ भन्यो भने तिमीले कसरी छुट्याउने? लेख प्लस अक भनेर लेख्नु। लेखक भयो। मत प्लस त मत्त। क्रि प्लस अनिय करणीय। है क्रि प्लस अनिय करणीय। दृश प्लस अन दर्शन। तेज प्लस इ त्यागी। हस प्लस य हास्य। यसरी अरू शब्दहरूको पनि हामीले छुट्याउन सक्छौँ। अरू शब्दहरू नै हामी त्यसरी नै खोजेर चाहिँ त्यसलाई पुरा गर्न